44 सालमा 44 सालमा त्यही बेला म छुट्टिएको थिएँ हेर्नुहोस् मेरो तल चाहिँ जेठो छोरो 43 साल भदौ 2 गते जन्मियो हैन के भदौ 2 गते ठ्याक्क म छुट्टिएपछि अहिले हाम्रो जमिन छोड्यौँ उही बेला त अक्का हाजो भाँजो यताउति गरेर खान्थ्यो नि अरे खोलहडा कालिया चाखो खोलहडा तम्बा माध्यमिक खोलहडा कालिया चाखो कालेले के भन्यो भने काले त्यतिखेर पर गया छैन यो चाको गाई बहाल अनि त्यो मलगर र जौको हुन्छ त भनेर छुट्टिया मान्छ हजुर जग्गा कुम होइन हुन्छ त भनेर गाउँ ल्या गाई 2 बगाल लिएँ मैले लिएर अगल्लो बाल्टे बसाल्ने पछल्लो बाल्टे बसालेर ठ्याक्कबाटै उही हाम्रो नोमा अङ्कल है गाजु गाई यति लामो घाँडो त्यो गाईले हजुर हुर र पाटे तलिखा इनुको चाखाउँदो फटाल्यो काले पर ऊ इनुको चाखाउँदो फटाल्यो इनुको चाखाउँदो फटालिसकेपछि म नै गाई तलिखा बाईको सिमी बोया ता हान्न गएँ र ताबाट तल्ल उइका भएन अङ्कल त्यो गोरबाजा चाखाउँदो फटाल्यो तल त्यहाँबाट त्यो अगाडि गाई छ पछाडि म छु एक्लै गाई छ त्यो बगलले भइटे पनि हुनेछ एक्लै गाई छ ताबाट तलिखा अनि अहिले पिरम खान्छ त्यही ताउँदा आयो ताबाट हाम्रो पर्मुगा चाखाउँदा आयो पर्मुगा चाखाबाट अनि फेरि कालिया चाखाउँदा आइयो किला चाखाउँदा त्यहाँबाट मेरो बुढौडा चाखाउँदा गयो त्यहाँबाट घुमेर अनि ऊ लागेर माथि उमरा चाखामी गयो उमरा चाखाबाट पुरी ऐरीकोट उयो बेरमा चाखामी गयो त्यहाँबाट अहिले रामे खान्छ त्यही चाखामी गयो म छोडेको छैन गाईलाई छोडेको छैन त्यो भेटाउँदैन फर्काउन सक्दैन म त्यही गर्दै छुइना कि शर्मा 44 सालको त्यहाँबाट आउँदै सट्टबाडी त्यो गैरहडा अहिले मुखिया गरिएछ त त्यो नानान खोटबाडी आसिया ताते पोरिखा लागेर पोरिखा गैरहडाबाट गएन पोरिखा बुढो ऊ लागेर ठ्याक्क पोरी कुचेर अहिले खोपो छ त्यो ओल्ला डाँडती पुग्यो डिलेतीको डाँड छ ताते पुग्ने बेला खनक्क फर्क्यो हेर्नुहोस् मैले त्यहाँसम्म डर पनि मानिएको छैन केही पनि छैन फनक्क फर्क्यो र त्यहाँबाट अन्त्यहडा बिराङ्कला चाखाउँदा आयो त्यहाँबाट तलिका ए धर्मा चाखाउँदा आयो त्यहाँबाट तलि बगालाउँदा आयो त्यो गाई हत्तेरी एक गाईले आज यति दुःख दियो मैले सोचेँ कालेर म बसिएको छु 2 जना मेरा घरै अरिखा मगर बयासी मेरो चाखामै त्यो ताँसी 2 आमा 3 आमा छ एक त कालु एक त जनक अरिखा चाखामै बसिया छौँ त्यही दिन उ भयो यो गाई हेर यो बेलुका बडा बोर भयो भने छलबट्टि हबै गला गया यसो भोकायो होला ठुलो गाई भने हामी पनि त्यही विश्वासमा पढ्यौँ दिउँसो चराएन हुन नि गलाले राम्रो अरे भन्यौँ त्यो असौजा महिना हो भदुवा महिना भदुवा लास्ट भदुवा घर ल्याउने बेला भइहाल्छ ठ्याक्कबाडी अब 2 भा बसालिने तेस्रो दिन त्यो काले ओरपट्टि ठ्याक्क त्यो उभा ढुङ्गा डाँडा जान्छ नि त नाना ताते आगो बाल्यौँ कालेर मैले अरे घरबाट रोटी लैएँ सब्जी लैएँ पारी गाउँ र 2 जनाले खायौँ मैले अरे आँटी खाइएँ काले आएर पारी लिएर अन्त मगा पोली लैएँ ताते खाया कालेले खाइसकेपछि काले खुरुखुर बरु खोला गया बटुको धुन होइन बटुको धुन खोला गया पानी खायो अब ऊ अरे पर खोला चाको घन्जिर गरी बाँडिरहेको छु मैले पर खोला गइसकेपछि
खोलाबाट ती खोलै छिया गाई गर तर्छ होइन क्या मैले किन तर्छ त भने काले हात देखाएर तर्छ भने होइन त्यति भने काले आयो उही बेला तँ खाने चल न यस्तै भिट्टातिर ठुला ढुङ्गा निउँदा आगो बालिएछौँ त्यो कुलो छियो हाम्रो यहाँ कुलो छियो कुला तली खाउँदो गरिकन मैले कुलामै यसरी गरेर यसरी तँ खान्छे यही गरी तँ खान्छे उदो अब तँ चाखो तली खा भयो आटी छियो त्यो आटीबाट श्याम रूप कसको ल्याएर आयो यिनीका बाको ल्याएर आयो यिनीका बाको रूप तीमा चाहिँ धेरै बसिया छन् होइन क्या धेरै बसिया छन् श्याम आगो ठुलो अगोटो छ यति बसेका यसो गरेछौँ काले पर खोलाका यहाँ छन् हेर तँ खान्छे त यो हेर त टुपुक्क आठी पुर्खाबाट टुपुक्क निक्ले हेर्नु चाखाट निक्लेर खुरु हुत्ती आएर हुत्ती आगा परबाट बसिसकेपछि तिनको मुड त्यो कहाँ आयो क्या भयो भने म त्यो सोधापछि भएन म यस्तै बसिया छु हुत्ती बसिसकेपछि मुखबाट हेर्दै हेर्दै न अनुहार अर्कै के बाँदराज हो क्याको जो होइन क्या भइसकेपछि अब मन के भयो टक्कर लात्ताले हाने मैले लात्ताले हानेपछि हँदै अब गाईले सर्वस्व बना तिरुला भन्छ होला भनेर यसरी पछि डर लाग्यो क्या त्यो मुखबाट हेर्ने बेला उयोलाई केही भएन हेर्दा हेर्दै न के बाँदरा जो क्या जो मुख भयो बड्डा हो यो गरी सबैको यसरी बसेन रातभरि कालेले हेऱ्यो गाई हात्तीका रातभरि कालेले हेरे म त यसै सबैको त्यो बडबड हेरेर देखिँदैन सबैको यसै भइसकेपछि पछि बिहानपट्टि उज्यालो भइकन घाम त हाम्रो टुल्ठिटा आइयो उठ है गाई चराउने अबेला भइगयो उठ भने कालेले म गाई चराउनु अबेला भयो भन्ने बेला हलु यो हेर त भन्दा अरू त घाम आयो पछि उठेर हामीले ल्याउँदा पर खालाउँदा गाई चरायौँ गाई चराइसकेपछि गुवाला धुन आयो त्यो गाई जसरी कोही लिने बहल नत्र आधा घर लैजाऊ म त हक्दैन म न चाहिएन यसो भयो भने केही गरियो छैन अस्ति यही गाजुली गाईले परिवार पुऱ्याएको चेडा अब आज म बिल लाग्यो भयो छोड लागला आज म यो भयो भन्दाखेरि बैदार बुवाले तिनीहरूले हवाईले भने केही कुपराई गरियो भने बरिखा गइकन भने तिमी गाईले ल्याइयो भने म न खुरु टमाटर गाईलाई हेरे पनि थाहा हुने गाई सारा त्यही बेला सिमी मात्रै बोएका पछि भोलि डाँदैन खोलुको छोडेर गाई छोडिया मैले त्यो पाऱ्यो काँचा मगा हगा मास मोज गरेर त्यही दिन सबै घर लिएँ फेरि नजाने भइकन चौडा सबै खेडखाड गरेर घर ल्याइयो बाट घर आइयो हेर्नुहोस् हो एउटा त्यो झलककार कुचौडारी सामने आएको मैले त्यहीँ देखेँ